एमालेलाई कांग्रेसलाई माओवादीलाई हाम्रो चुनौती छ। कहाँ गर्ने हो बस? खजुरामा गर्ने हो, कोलपुर चौरामा गर्ने हो, काठमाडौँको टुणीखेलमा गर्ने हो, बानेश्वरमा गर्ने हो? तिमीले भाइ मारेको कुरा सत्य हो कि होइन? तिमीले गोली हानेको कुरा सत्य हो कि होइन? तिमीले जनतालाई दबाएको कुरा सत्य हो कि होइन? हामी बहस गर्न तयार छौँ। हामीले गाई मारेका छौँ भने हामी कानुनको कठघरामा उभिन पनि तयार छौँ, भगवानको अदालतमा उभिन पनि तयार छौँ। हामीले पाप गरेका छौँ, हामी मन्दिरको गेटमा उभिन तयार छौँ। हामीले अपराध गरेका छौँ, हामी अदालतको गेटमा उभिन तयार छौँ। तर तिमीले मारेको हो कि होइन? तिमीले गोली चलाएको हो कि होइन? तिमीले दमन गरेको हो कि होइन? यो कुरा सत्य हो कि होइन? अब जनताको कठघरामा उभिनुपर्छ, जनताको अनुकूल हुनु पर्यो, हामीले उठाएका मुद्दाको अनुकूल हुनु पर्यो। यहाँका जनताहरूले उठाएको मुद्दा यहाँका कांग्रेस एमाले माओवादीले सुन्नुपर्छ। हामीले त्यो भन्न आएको, हामी त मान्छे जगाउन आएको। हामी कांग्रेस माओवादी जस्तो बन्दुक उठाएर 10 वर्ष जनयुद्ध छेडेर लडेर भिडेर मान्छेको रगत बगाएर आएको होइन। हामीले एउटा सामाजिक अभियान थालेर यो देशलाई जगाउनुपर्छ भनेर हिँडेका ती मान्छेहरूको एउटा समूह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका विभिन्न जिम्मेवारीमा बसेर हामी त्यो तबकामा बसेका छौँ। अनि यो भन्दै गर्दा तपाईँले हातमा समाएको मोबाइलमा अहिले जताततै हाम्रा भिडियोहरू हालेका छन्, हामीलाई बदनाम गरेका छन्। हाम्रो पछाडि अहिले मैले यसो हेरेँ भने सामाजिक सञ्जालमा सबैतिर मेरो पछाडि गाई लाएर गाईको पछाडि दौडे छन् अहिले मान्छेहरू चाहिँ। लौ यसले गाई खान्छु भन्यो भनेर अहिले सारा मान्छेहरूलाई भड्काउने कामहरू भइरहेको छ। अहिले म जहाँ डक्सी माछा माछी चुरोट बिडी सुर्ती स्यामर थुक्ने फुक्ने सुक्ने म केही पनि खाँदिनँ। म मासु खाँदिनँ भने मासु खानेको पक्षमा म बहस पनि गर्दैन। मेरो भनाइ यति मात्रै हो, कोही पनि प्राणीको हत्या हुनु हुँदैन भन्ने हो मेरो कुरा। अहिले त्यो भन्दै नभनेको कुरालाई बोल्दै नभनेको कुरालाई यिनीहरूले आफूले भाइ मारेको मुद्दा दबाउनलाई हुँदै नभएको गाईको मुद्दा उठाएर आएका छन्। आज मेरो यही खजुराबाट यही मनोकामनाबाट एमालेलाई कांग्रेसलाई माओवादीलाई हाम्रो चुनौती छ। कहाँ गर्ने हो बस? खजुरामा गर्ने हो, कोलपुर चौरामा गर्ने हो, काठमाडौँको टुणीखेलमा गर्ने हो, बानेश्वरमा गर्ने हो? तिमीले भाइ मारेको कुरा सत्य हो कि होइन? तिमीले गोली हानेको कुरा सत्य हो कि होइन? तिमीले जनतालाई दबाएको कुरा सत्य हो कि होइन? हामी बहस गर्न तयार छौँ। हामीले गाई मारेका छौँ भने हामी कानुनको कठघरामा उभिन पनि तयार छौँ, भगवानको अदालतमा उभिन पनि तयार छौँ। हामीले पाप गरेका छौँ, हामी मन्दिरको गेटमा उभिन तयार छौँ। हामीले अपराध गरेका छौँ, हामी अदालतको गेटमा उभिन तयार छौँ। तर तिमीले मारेको हो कि होइन? तिमीले गोली चलाएको हो कि होइन? तिमीले दमन गरेको हो कि होइन? यो कुरा सत्य हो कि होइन? अब जनताको कठघरामा उभिनुपर्छ, जनताको बीचमा पनि हामी उभिन तयार छौँ। आऊ छलफल गरौँ, बहस गरौँ। हामीले बदमासी गरेका छौँ, हामीले गलत गरेका छौँ, हामी हत्कडी लाउन तयार भएर आएका मान्छे हौँ। हामीलाई कुनै आपत्ति छैन। तर यता छामे उता छामे कतै केही नभेटेपछि बोल्दै नबोलेको कुरालाई काटकुट पारेर ल हेर, हामीले गाई काटिरहेको भिडियो छ भने देखाउनुहोस् हामीलाई, हामीले गाई खाइरहेको भिडियो छ भने देखाउनुहोस् हामीलाई, हामीले गाई मारिरहेको भिडियो छ भने देखाउनुहोस् हामीलाई। तर तिमीले भाइ मारेको भिडियो छ हामीसँग, तिमीले 70 करोड खाएको भिडियो छ हामीसँग, तिमीले व्हाइट बडी खाएको भिडियो छ हामीसँग, तिमीले बालुवाटार खाएको, सिंहदरबार खाएको, करोडौं करोड अरबौं अरब खाएको भिडियो छ हामीसँग। तिम्रो घरमा 4 दिनसम्म आगो लाग्दा पनि पोलिएर नसकेको पैसाको भिडियो छ हामीसँग। तिम्रो घरमा 4 दिनसम्म आगो दन्किएको थियो, 4 दिनसम्म पनि पोलिँदा नपोलिने कति पैसा जम्मा गरेका रहेछौ त्यो छ हामीसँग। सारा नेपालीले देखेका छन्। त्यो हुँदै नभएको कुरा देखाएर अहिले मैले यसो देखेको छु, अहिले यो सुकुम्बासीलाई लहर्नुपर्छ यहाँबाट, यो दलितलाई लहर्नुपर्छ यहाँबाट। मैले यसो एमालेका नेताहरूको प्रतिक्रिया सुनिरहेको छु। लखड्ने सुकुम्बासीलाई, लखड्ने गरिबलाई, लखड्ने थारूलाई, लखड्ने तल परेका समुदायलाई कांग्रेस एमालेको नियत यही हो, उनीहरूले गरेको यही हो। यहाँबाट भन्नुपर्ने कुरा पनि यही हो। एमालेले जवाफ दिनुपर्छ। माथि भाइ मारेकोदेखि यहाँ तलसम्म पार्टीका नेताहरूको टिकट किन खोसियो भनेर तपाईँले यहाँ छलफल गर्नुपर्छ। एमाले भित्र हामीले भनेको कुरा त्यो हो। किन खोसियो पार्टीका नेताहरूको टिकट? अघिल्लो दिनसम्म एउटालाई दिने भनिएको थियो, भोलिपल्ट अर्कोलाई किन दिइयो? यो छलफल गर्नुपर्छ। एमालेले जवाफ दिनु पर्दैन यसको। उनले गरेको गल्तीको केही पनि दिनु पर्दैन। उनीहरू देश खाने हिँडे, यो देशमा सारा डुबाउने हिँडे। हामी मासु पनि खाँदैनौँ, हामी रक्सी पनि खाँदैनौँ, हामी घुस पनि खाँदैनौँ, हामी देश पनि खाँदैनौँ, यहाँका जनताको लाल पूर्जा पनि खाँदैनौँ, यहाँका जनताको घर घडेरी यिनले फ्रुटी चुसेर सजाइदिएका छन्। हामीले कसैलाई गाली गर्न आएको होइन। यति भन्दै गर्दा पनि हामीले कसैको नाम लिएका छैनौँ, हामीले कसैको बदनाम गरेका छैनौँ। तर आम नेपाली जनताले यो कुरा बुझ्नुपर्छ, सबैले यो कुरा बुझ्नुपर्छ। अब किन मारिएको थियो, किन मारियो, किन गोली हानियो, यी सबै कुराको प्रश्नको जवाब अब नेपाली जनताले दिनुपर्छ। त्यसको विरुद्धमा पनि हामीले आन्दोलन गर्न सक्थ्यौँ, तर हामीले देश भड्किन्छ भने त्यसका विरुद्धमा आन्दोलन गर्ने होइन। जनताको अभिमत लिने र जनताको अभिमतबाट उनले उठाएका कुरा, उनले गरेका गलत कुरा अब ब्यालेटबाट, अब भोटबाट, जनताको अभिमतबाट
अब यसलाई परास्त गर्नुपर्छ भनेर हामी यसमा लाग्यौँ। अहिले मलाई लाग्ने गरेको अर्को आरोप, यसो बाहिरबाट आएको यो त टुरिस्ट उम्मेदवार हो भनेर मलाई यता पछाडि लखटिरहेको छ। यो त बाहिरबाट आएको मान्छे हो, यहाँ किन भोट दिने भनेर यहाँका नेपाली जनताहरूलाई बडो चाहिँ भ्रमित पारिएको छ। अहिले मलाई बाहिरबाट आएको, यसको घर छैन, यसको थर छैन, यो सुकुम्बासी हो, यो ऐलानी हो, यो गरिब हो, यो दुखी हो, यो तल परेको हो, यसको अनुहारै यति कालो छ, मन कति कालो होला भनेर प्रचार गरिरहेछन् अहिले मान्छेहरूले। केही नभेटेपछि अहिले हामीसँग छैन। यति मात्रै मैले भन्छु, आज जो काङ्ग्रेसबाट उम्मेदवार हुनुहुन्छ, जो एमाले माओवादीबाट उम्मेदवार हुनुहुन्छ, एउटा पत्रकार खगेन्द्र सुनार तपाईँलाई के कानुन पढाउँछ आज भने तपाईँले कम्तीमा संविधान फर्काएर हेर्नुपर्छ। नेपालको संविधानको निर्वाचन सम्बन्धी कानुनले के भन्छ भने 25 वर्ष उमेर पुगेको उम्मेदवार बन्न योग्य मान्छे नेपालको 165 निर्वाचन क्षेत्रमध्ये जहाँबाट पनि चुनाव लड्न पाउँछ भन्ने त्यो कानुन छ। आज त्यो कानुनमा टेकेर आएको हामी यहाँ कतै झ्यालबाट फुत्त गएर मेरो उम्मेदवारी दर्ता गरिदिनुहोस् त भनेर आयो होइन, बाजा बजाएर गएर उम्मेदवारी दर्ता गरे हो, सबलाई भनेर आएर पत्रकार सम्मेलन गरेर उम्मेदवारी दर्ता गरेको। त्यो कुरा कम्तीमा सांसद बन्न लागेको मान्छेले यति कानुन बुझ्नु पर्दैन। कानुन अनुसार लड्न पाइने कुरालाई अहिले यिनीहरूले बाहिरबाट आएको मान्छे लड्यो भनेर अतिरञ्जित गरेका छन्। त्यो कसले भनेको छ? काङ्ग्रेसले भनेको छ। काङ्ग्रेसको सभापति काठमाडौँको 4 नम्बर क्षेत्र छोडेर आफै फेरि सर्लाही पुगेर यता हारिन्छ भन्ने थाहा पाएर कुना कुना खोज्दै जानु भएको छ। फेरि उहाँहरू किन कुना कुनातिर किन टाँसिँदै हिँड्नु भएको छ त? प्रचण्ड 64 देखि अहिलेसम्म तिजकै फन्को लागेको जस्तो आगो नै घुमेर नाची अहिले रुकुम किन पुग्नु भएको छ त उहाँ? त्यो त माओवादीलाई पनि थाहा होला। एमालेका नेताहरू चारतिर भौतारिँदै कहिले यता उता गरेर लडिरहनु भएको छ। यो कुरा हामीले भन्नुपर्छ। हामीले विरोध गरेको होइन, तर उनीहरूले तपाईँलाई यस्तो भ्रम फिजाइरहेछन् कि यसलाई कसरी हुन्छ रोक्नुपर्छ छेक्नुपर्छ भन्ने उनीहरूलाई त्यो परेको छ। अहिले मैले फेरि पनि भने अहिले मैले यसो सामाजिक सञ्जालमा यसो देख्छु, उहाँहरू के भन्नुहुन्छ भने हामीलाई त्यो बाटो सबै थाहा छ, यो गाउँ सबै थाहा छ, यहाँका सबै घर को कता जान्छ सब हामीलाई थाहा छ, हामी त यहीँको लोकल हो, यहीँको हो भनेर भन्नुभएको छ। उहाँहरूले यो गाउँको बाटो कहाँ जान्छ त्यो बाटो सबै थाहा छ, तर त्यो बाटोमा भङ परेको चाहिँ उहाँहरूलाई थाहा चाहिँ छैन त। फेरि त्यो बाटोमा खाल्डो परेको चाहिँ उहाँहरूलाई थाहा चाहिँ छैन त। फेरि यो बाटोमा धुलो उडेको उहाँहरूलाई थाहा चाहिँ छैन त। फेरि सबैको घर देखाएको छ भन्नुभएको छ, तर यहाँका गरिबहरूको घर चुहिएको उहाँहरूले देख्नु भएको चाहिँ छैन। सबैको खेतबारी देखाएको छ भन्नुभएको छ, तर त्यो खेतबारीको लालपुर्जा नभएको उहाँहरूले देख्नु भएको चाहिँ छैन। त्यो खेतबारीमा धान गहुँ मकैहरू उत्पादन नभएको उहाँले देख्नु भएको चाहिँ छैन। त्यसले बिउ नपाएको उहाँहरूले देख्नु भएको चाहिँ छैन। त्यसले मल नपाएको उहाँहरूले देख्नु भएको चाहिँ छैन। त्यसले बजार नपाएको कुरा उहाँहरूले देख्नु भएको छ कि छैन, त्यो देख्नु पर्यो। मलाई कतिपय साथीहरूले यसो भन्नुभयो, यहाँ चुनाव लड्न आउँदै गर्दा दाइ घर बनाइहाल्नु पर्यो एउटा घर। अब घर बनाएर भोट आउने हो भने एउटा टहरा बनाएर बसिहाल्नु पर्यो, ल मेरो घर भयो भोट हाल भन्नु पर्यो। होइन भने म यो ठाउँमा मेरो घर बनाउन आएको होइन, घर नभएका मान्छेको घर बनाउनुपर्छ भने त्यो अभियानले आएको मान्छेको भयो। जसको घर छैन त्यसको घर बनाउनु पर्छ। अब घर यहाँ हुने भर यहाँ नहुने भने त घर मात्रै भएको, भर नभए नेता के काम भयो? त्यो बिगाराए पनि काङ्ग्रेसले हो। पनि योभन्दा पहिला पनि टुरिस्ट उम्मेदवार ल्याएर उठाएर लडाएर भिडाएर पठाएको त उहाँहरूले त हो त। हामीले बिगारे हो र? स्वतन्त्र पार्टी लड्या हो र? पहिला पनि टुरिस्ट ल्याएर लडाउने उहाँहरू हो, अहिले पनि अर्को टुरिस्ट ल्याएर लडाउने उहाँहरू हो, वडा अध्यक्ष पनि उहाँहरू हुनुहुन्थ्यो, पालिका अध्यक्ष पनि उहाँहरू हुनुहुन्थ्यो। हामी त भएको छैनौँ, हामी आएको त छैनौँ। सबै बिगार्ने भत्काउने यिनीहरू उनीहरूले गरेको गल्तीको कारणले अहिले जति जोगी आयो काने चिरिएको भने जस्तो हामीलाई पनि उनीहरूको नजरबाट हेरिएको छैन। यो कुरा भनिदिनुपर्छ। मलाई कतिपय साथीहरूले दाइ यसो नभन्नुहोस्, मिठो कुरा मात्रै गर्नुहोस्। मिठो कुरा के भनेर गर्ने? उहाँहरू लखटे हुनुहुन्छ, उहाँहरू गाली गरे हुनुहुन्छ, उहाँहरू त्यो भूतलाई लखटेको जस्तो रात दिन पछाडि त्यो राको बाले लागे हुनुहुन्छ। उहाँहरूलाई त्यो लागेको छ। फेरि भोलि यो केटोले यहाँबाट चुनाव जित्छ आउँछ, भोलि यो केटो चुनाव जितेर आयो भने संसदमा हाम्रो निध हराम गर्छ भन्ने पनि उहाँहरूले बुझ्नु भएको छ। फेरि त्यो गरिन्छ पनि। फेरि उहाँहरूले आजसम्म जे खालको बदमासी गर्नुभएको छ, जे खालको अत्याचार गर्नुभएको छ, यी सबै कुराको त्यहाँ भोलि हिसाब किताब हुनेवाला छ। भोलि यो सबै कुराको त्यहाँ कुराकानी हुनेवाला छ। फेरि उहाँले गरेको बदमासी, उहाँले गरेको अत्याचार, उहाँले गरेको बदमासीका कामहरू त्यो सबैले बुझ्नु पर्नेछ। अब अहिले यो वडाको चुनाव हुन्थ्यो भने आफ्नो नजिकको मान्छे जिताउनुहोस्। किन भोलि नागरिकतामा कोही सिग्नेचर गर्न पर्यो भने वडा नजिकको मान्छे भइदियो भने सहिलो हुन्छ, ल हजुर राजनीति गरिदिइहाल्नुहोस् भन्नु। पालिकाको चुनाव हो भने आफ्नै नजिकको मान्छेलाई जिताउनुहोस्, भोलि पालिकामा काम गराउन सहिलो हुन्छ। तर सांसद यहाँ जिते पनि, यहीको मान्छेले जिते पनि शपथ खान त काठमाडौँमै जानुपर्ने होला, मिटिङ गर्न त काठमाडौँमै जानुपर्ने होला। नीति निर्माण विधि विधान त यहाँ खजुरामा मिटिङ त हुन्न, सांसदको मिटिङ त वही काठमाडौँमै हुने होला।
काठमाडौँमा यहाँ ओडा चिनेको गोडा चिनेको मान्छे होइन, काठमाडौँ चिनेको, सिंहदरबार चिनेको, त्यो विधि चिनेको, नीति चिनेको, थिति चिनेको त्यो मान्छेलाई पठाउनुहोस्। यहाँबाट पठाउने सन्दर्भलाई योबाट यहाँका जनताले त्यो प्रतिनिधि छान्ने क्रममा हाम्रो मुद्दा कसले उठाउन सक्छ भन्ने बारेमा त्यो कुरा तपाईँले स्पष्ट बुझ्नुपर्छ। हामी यहाँसम्म किन आयौँ त? भैली खेले मान्छे भन्दैन हामी त्यसै आएनौँ, बलिदाताले पठाए भने चाहिँ हामी यहाँसम्म किन आयौँ त? त्यसो भए म एकजनालाई मात्रै सांसद बन्नु पर्थ्यो भने समानुपातिक सांसद बनेर उतै सांसद भएर उतै हिँड्ने हुन्थ्यो। यहाँसम्म किन आउनु पर्यो त? काठमाडौँतिर चुनाव लडे पनि हुन्थ्यो। 3 नम्बर क्षेत्र किन आइपुग्नु पर्यो भन्दा यहाँको पीडा छ, यहाँको घृणा छ, यहाँ अन्याय छ, अत्याचार छ, यहाँ सुकुम्बासी छ, भूमिहीन छ, किसान छ। माथि दैलेखबाट हामीले जे सपना बोकेर यहाँ झरेका थियौँ त्यो सपना पुरा भएको छैन। अहिले पनि यही क्षेत्रबाट लडिरहेका धेरै उम्मेदवार देखिरहेको छु, उहाँहरूको पनि घर यहाँ छैन, त्यही खेतबारी मात्रै कता कता छरे भन्ने सुनेको छु। उहाँहरू पनि यहाँ बस्नुहुन्न, यहाँको बासिन्दा होइन, उता बसेर चुनाव लड्न मात्रै आउनु भएको त्यो पनि हामीलाई थाहा छ। खेतबारी भएकै आधारमा हामी पनि स्थानीय बनियो भने 22 वर्ष पहिला किनेको खेतबारी हाम्रो पनि यही च्यामापुलमा थन्केर बसेको छ। हाम्रो बाले पनि 22 वर्षदेखि तिरिरहेछन्, यही मानखोलामा पौडी खेलेर हुर्किया हो। हामी पनि यहीबाट गएको, बग्दै जाँदा तपाईँ भेरीबाट बग्नुभयो, हामी कर्णालीबाट बग्यौँ, तल जामु किनेमा जाँदा आज भेट भयो, अब सँगसँगै दौडिया छौँ हामी। तपाईँ पनि दैलेखबाट झर्नुभयो, हामी पनि दैलेखबाट झऱ्यौँ। यही सिमलघारीमा उम्रिया सिमल जस्तो कोही उम्रिया त होइन, कोही रुकुमबाट झरेका छौँ, कोही अछामबाट झरेका छौँ, कोही कालीकोटबाट झरेका छौँ, कोही मुगुबाट झरेका छौँ। अब सबै मान्छे दैलेखबाट झरेर यहाँ त म मात्र दैले कहाँ जान्छ भोट माग्नु? जहाँ मान्छे पुग्यो त्यहीँ पुग्ने होला। म पनि मुद्दा सँगसँगै गएको छ, दुःख सँगसँगै छ। अनि हुँदै नभएको मुद्दाले यिनले जस्तो गरेको भ्रष्टाचार मुद्दा नभएको कारणले, उनले जस्तो गरेको हत्याको मुद्दा, हाम्रो ठाउँमा हत्या मुद्दा छैन, हाम्रो ठाउँमा भ्रष्टाचार मुद्दा छैन, हाम्रो ठाउँमा चोरेको ढाँटेको ठगेको मुद्दा छैन। उनीहरू गरेको बदमासीको मुद्दा अब खुल्छ भन्ने लागेर उनीहरू टेपले टाँसे छन्। अहिले अब तिम्रो टेपले टाँसेर अड्डिँदैन, अब जनता जागे भन्ने कुरा हाम्रो समाजले हिजो भन्नुभएको छ। त्यो हामीले बुझेको कुरा पनि यही हो। अब अर्को स्पष्ट कुरा पनि बुझ्नुहोस् फेरि, अब देशभरि अहिले घन्टीको माहौल छ। तपाईँहरूले देख्नु भएको छ, देशभरि घन्टीको माहौल छ। घन्टीले चुनाव जित्छ, घन्टीले जितेको। मलाई कति बेला के भन्नु, पहाडी बस्तीमा त अलिकति भइहाल्ला कि मधेसमा अलिक कुरा बुझे छैन नि भन्नु। मैले मधेसमा हिजो दाइहरूसँग गएर हाम्रो अकबरजीहरू हामी गएर त्यहाँ भेटेको, अब की बार बालन सरकार मधेश को बेटा प्रधानमंत्री बनने वाला है तो हामी वोट किसको डाले भाई, बालन को वोट डालेंगे, घंटे बजाएंगे भन्ने लाग्यो मान्छे। सबले त्यो बुझिरहेको छ नि। त उनीहरूलाई लागेको छ कि यो राजसभाको घन्टी कसरी बज्यो भन्ने लागेको छ। मैले उहाँहरूलाई भनेको छु यो त कोरोना फैलिया जस्तो फैलिएको छ अहिले। कोरोनाको अध्यक्ष को थियो, कोरोनाको हेडक्वार्टर कहाँ थियो, कोरोनाको उम्मेदवार को थियो भन्दा कहाँबाट आयो त्यो कहाँ भेटियो रे भन्ने थाहा भयो। एकैचोटि पसेर घाँटी समाएपछि आएछ भन्ने थाहा भयो। त्यो पनि यस्तै हो। अहिले उनीहरू घन्टी बज्छ कि भन्ने पिरले मोबाइल पनि साइलेन्टमा राखेर बसेका छन्। अहिले घन्टी नबजोस् मोबाइल पनि भन्नेछु। अब उनीहरू जति साइलेन्ट गरे पनि अब राजसभाले यसलाई भाइब्रेट गरेर भर 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 थर थर पार्नेवाला छ। यहाँ सबैले बुझेको छ नि। अहिले मान्छेहरू यसो डरले एउटा अब केही भोलि अब के पो कसो पो नयाँ पार्टी हो जितेन भने त फेरि यिनीहरू एउटा अध्यक्ष कहाँ पुग्नुपर्छ, के अन्याय पर्छ कि फेरि गाह्रो हुन्छ कि भनेर हामी चाहिँ भनेको छौँ। मान्छेले अहिले बाहिर हल्ला नगर्नु, चुपचाप लाग्नु, छाप्प भोट चाहिँ हुन्छ भनेको छ मान्छे। सासले थिए हुन पनि हो। फेरि मान्छेहरू को लडेका छन्, अर्को पार्टीहरू अब स्थानीय तह तिनकै छ, पालिका तिनकै छ, वडा तिनकै छ। हिजो त घन्टी बजाउँदै हिँड्ने त जाऊ उतै भनिदियो भने भोलि गाह्रो होला कि कता कता चुनाव हारियो भने। त्यसैले गर्दाखेरि अधिकांश मान्छेले के लागेको छैन, अहिले चुपचाप घन्टी छाप भन्ने छ मान्छे। हल्ला नगर्ने बाहिर हामी हाल्छ मजुर झन्डा उतै बोकेर हिँडेका छन् मान्छे, गाडी उतै चलाएर हिँडेका छन्। नाच्दिनुहोस् दाइ जित तपाईँको पक्का हो भन्दै हिँडेका छन् मान्छे। नाच्नु भाउ चुप अहिले हल्ला नगर भन्ने छ मान्छे। हुन पनि हो। यो अहिले सबैलाई यो कोरोना फैलिएको जस्तो गाउँमा फैलिएको छ। अहिले मान्छे एकचोटि घन्टी बजाउनु पर्ने छ भन्छ। अहिले मान्छे चाहिँ एमाले हो भने छोरी माग्न आउनुलाई पनि लहट्याएको छ मान्छेले गाउँमा। यसो हेर्नु खालि टिकटकमा तपाईँले यस्तो चाहिँ यहाँ बुढाबुढीले ए बुढा भोट कसलाई हाल्ने भने एमाले भन्यो भने डाडुले हानेर भात नहाने लहट्याएको छ मान्छेलाई। फेसबुकभरि टिकटकभरि हेर्नु भएको छ नि तपाईँले। अनि एमाले भने न छोरी दिने न जागिर दिने, बजारबाट सारा मान्छे लगाएको छ। तर यो नगरिदिनुहोस् भनेको छ हामीले। कम्तीमा उहाँहरू पनि सुध्रिनुहोस्, तपाईँ पनि सुध्रेर आउनुहोस्। हामीले भनेको यही, बदमासी नगर्नुहोस्। हामीले भनेको कुरा यो। त्यसैले गर्दा तपाईँहरूलाई हाम्रो अपिल छ, अब एउटा पार्टीको एउटा घोषणापत्र बन्दैछ। यो ठाउँलाई के बनाउने हो, यो गाउँलाई के बनाउने हो, यो ठाउँलाई कस्तो नक्सा कोर्ने हो, पढेर लेखेर बुझेर आएको बालन शाह अहिले एउटा देशको नक्सा कोरिरहनु भएको छ। बालन शाहको विषयमा खजुरामा मात्र होइन, बालन शाहको विषयमा नेपालमा मात्र होइन, त्यो अमेरिकामा पनि चर्चा भइरहेको छ। अहिले 2 जना केटाहरूको विश्वभरि चर्चा भइरहेको छ। एउटा बुर्किना फासो भन्ने देश छ, त्यो देशमा एउटा इब्राहिम ट्राउरे नाम गरेको एउटा 35 वर्षको केटो छ, उसले त्यहाँको नेतृत्व गरिरहेको छ। अर्को बालन शाह भन्ने नेपालको एउटा त्यस्तो केटो छ जसले अहिले संसार हल्लाइरहेको छ। अहिले संसारमा उनको बारेमा लेखिरहेको छ। संसारले देखेको बालन शाह हामीले देखेनौँ भने
बालेनको मुख हेरेर होइन, रविको मुख हेरेर होइन, हाम्रो मुख हेरेर होइन, गर्भमा हुर्किँदै गरेका वा काखमा हुर्किँदै गरेका बच्चा र ती मरेर गएका जेन्जीको यो दुईजनाको मुख हेरेर भोट हाल्नुहोस्। हामीले तपाईँलाई भने यति हो, बढ्नुहोस्। अहिले एमालेमा हुनुहुन्छ बढ्नुहोस्, केही आपत्ति छैन। माओवादी हुनुहुन्छ त्यही छ, ठिक छ कमरेड, ठिक छ क्वालिटी पनि ठिक छ कमरेड भन्ने मुठी कसिरहने, ठिक छ भनिरहने, जय नेपाल भने जय नेपाल भनिरहने पनि हिँडिरहने। तर भित्र गएर मतपत्र हातमा पर्दै गर्दा त्यो मतपत्रमा घन्टी मात्र होइन, आजसम्म मरेका प्रत्येक जेन्जीको र बाँचेका जनताको मुख हेरेर एकचोटि घन्टी बजाउनुहोस्। तपाईँ घन्टी बजाउनुहोस्, हामी यिनको 12 बजाउने हामी त्यो तयारी गरिरहेका छौँ। अब त्यो सुरु भयो। हाम्रो सभापतिले हिजो भन्नुभयो, भाइ यो त टेलर हो, पिक्चर त अभी बाँकी है, पिक्चर त अझै खुल्न धेरै समय बाँकी छ। उनीहरूबाट छटपटी भइरहेको छ, कसरी हुन्छ रोक्ने छेक्ने भइरहेको छ। अहिले पनि काङ्ग्रेस एमाले माओवादी फेरि गठबन्धनको तयारी भइरहेको छ। हामीले भनेका छौँ मिल भाइ, कति मिल्नुपर्छ मिल्ने, सबै मिल्ने। भ्रष्ट जति एक ठाउँमा आउने, हिजोका हत्यारा जति एक ठाउँमा आउने, हिजो देश बेचिरहेका जति एक ठाउँमा आउने र सदाचारी जति एक ठाउँमा उभिने। अबको चुनाव काङ्ग्रेस एमाले माओवादीको र राष्ट्रपाको पक्ष र विपक्षमा होइन। अबको चुनावबाट काङ्ग्रेस एमाले माओवादी राष्ट्रपा मध्ये कसलाई छान्ने भन्ने होइन। अबको चुनाव राम र रावण बीचमा हुँदैछ, कृष्ण र कंस बीचमा हुँदैछ, मानव र दानव बीचमा हुँदैछ, सत्य र असत्य बीचमा हुँदैछ, गलत र सहीको पक्षमा हुँदैछ। अब तपाईँले निर्णय गर्नुहोस्, छातीमा हात राखेर सोच्नुहोस्, एउटा त्यो केटोले आज हाम्रो आँगनमा उभिएर भनेको कुरा के हो, उसले उठाएको मुद्दा के हो, उसले भन्न खोजेको विषय के हो। आफ्नो मनको सत्यलाई सुन्नुहोस् र आफ्नो मनको कुरालाई सुन्नुहोस् र देशको अवस्थालाई हेरेर घन्टीमा मतदान गर्नुहोस्। यहाँ मात्र होइन, अहिले धेरै साथीहरू काठमाडौँबाट पत्रकारहरू आएर खिचिरहनु भएको छ। अहिले तपाईँ पनि भन्नुहोस्, तपाईँ पनि बोल्नुहोस्। अहिले काठमाडौँमा हिजो हाम्रो अभियानसँग साथ दिएका धेरै पत्रकार मित्रहरू अहिले यहाँसम्म आएर खिचिरहनु भएको छ। अहिले बाँकेको 3 नम्बर क्षेत्र संसारमा अहिले हलचल भइरहेको छ। अब छलफल हुन्छ। माथि आरक्षमा बसेर आरक्षको त्यो बाघ भालुको पीडा खपेकादेखि तल सैनिकको तल भारतको बोर्डरसम्म बसेर त्यो बोर्डरको पीडा खपेका प्रत्येक जनताको अब छलफल हुन्छ। माथि बसेर जनताको त्यो न्याय र अन्यायको पक्षमा अब एकचोटि छलफल हुन्छ। म तपाईँलाई यो कुरा अपिल गर्न चाहन्छु। यहाँको भूमिहीन के कति हो, मैले हाम्रो पालिका सभापति, हाम्रो क्षेत्रीय सभापतिहरूलाई, यहाँका स्थानीय नेताहरूलाई हामीले भनेका छौँ, यहाँको समस्या के हो, यहाँको पीडा के हो, यहाँको अन्याय के हो, यहाँको अत्याचार के हो, हामीलाई सबै विषय थाहा होला नहोला, तर हामी एम्बुलेन्सको ड्राइभर जस्तो तपाईँको मुद्दालाई छिटोभन्दा छिटो बोकेर त्यो ठाउँमा पुर्याउनु पर्ने छ। सबै कुरा हामीलाई थाहा छैन, जति कुरा बालन शाहलाई थाहा छ, जति कुरा रवि नारायण छानेहरूलाई थाहा छ, जति कुरा माथिका विज्ञ टोलीहरूले गरिरहनु भएको छ। अहिले त हामी यहाँ तपाईँलाई एउटा खबर गर्न आएको हुलाकी मात्रै हो। अहिले त हामी त्यो खबर पुर्याउन आएको हो। हामी तपाईँको समस्यालाई छिटो बोकेर दौडेर त्यहाँ लगेर हाम्रो क्षेत्रको मुद्दा यो हो भनेर पठाउनु पर्नेछ। फागुन 21 सम्म तपाईँ बोक्नुहोस्, त्यसपछिको 21 वर्ष म तपाईँको साथमा उभिन तयार छु। यो फागुन 21 सम्म साथ दिनुहोस्। फागुन 21 सम्म तपाईँ साथी बस्नुहोस्। हामीले केही मागेका छैनौँ। भारतमा महात्मा गान्धीले भारत स्वतन्त्रताको अभियान थाल्दै गर्दा त्यहाँका महिलाहरूले आफ्नो गलाको मङ्गलसूत्र, श्रीमानले बिहेमा लगाइदिएको गलाको मङ्गलसूत्र झिकेर गान्धीको झोलीमा राखेर के भनेका थिए भने, बाबुजी हामी गुलामको श्रीमती बन्नुभन्दा शहीदको विधवा बन्छौँ। मेरो श्रीमान बरु शहीद बनोस्, म त्यसको विधवा बन्छु, तर मलाई दास बन्न छैन, मलाई मुक्ति देऊ भनेका थिए। मलाई महिलाहरूसँग विशेष गरी गान्धीको आन्दोलनदेखि रवि लामिछानेसम्मको अभियानमा महिलाहरू 1 नम्बरमा अगाडि लागेर हिँड्नु भएको छ। अहिले चितवनको 2 नम्बरमा गएर रवि लामिछाने विरोध गर्नुहोस् त। त्यहाँ महिलाहरू पटुवा कसेर आएर झापडा आउँछन्। त्यहाँ महिलाहरू यति धेरै त्यहाँ क्रियाशील हुनुहुन्छ। त्यसै गरेर मेरो महिलाहरूलाई पनि अनुरोध छ, महिला अगाडि राखेर सुरु भएको गान्धीको आन्दोलनदेखि रवि लामिछानेसम्मको यो नीलो क्रान्ति त्यो सफल भएको छ। त्यसैले गर्दा मेरो तपाईँहरूलाई अनुरोधको विषय के हो भने, यहाँको जनता, यहाँको गाउँ, यहाँको ठाउँ यो उठ्नुपर्नेछ। अहिले जित्यो भने के हुन्छ, अहिले जित्यो भने भोलि पालिका जितिन्छ, भोलि स्थानीय तहहरू जितिन्छ, भोलि वडा जितिन्छ, भोलि प्रदेशहरू जितिन्छ, भोलि देश जितिन्छ। तर अहिले हारियो भने भोलि देशैले हार्ने अवस्था छ, भोलि संसारले हार्ने अवस्था छ। त्यसैले हामीले तपाईँलाई रगत मागेका छैनौँ, हामीले तपाईँलाई बन्दुक पड्काउनुहोस् भनेका छैनौँ, हामीले तपाईँलाई कसैको गाला पड्काउनुहोस् भनेका छैनौँ। मात्रै हामी तपाईँ आशीर्वाद भन्नुहोस्, हामी धन्यवाद भन्छौँ। जिन्दाबाद मुर्दाबाद भन्नु पर्दैन, केही पनि गर्नु पर्दैन, कसैको झन्डा पनि बोक्नु पर्दैन, तपाईँले केही पनि दिनु पर्दैन। मात्रै भोट हाल्ने बेलामा एकचोटि त्यो जेन्जीको मुख सम्झेर र एकचोटि बालबालिकाको मुख सम्झेर यिनको जिन्दगीको लागि भोट हाल्नलाई म तपाईँहरू सबैजनालाई 2 हातको 10 औँला जोडेर अपिल गर्न चाहन्छु। हाम्रा बारेमा टिका टिप्पणी गर्दा राम्रो भन्लान्, नराम्रो भन्लान्। यो चुनाव आउँदै गर्दाखेरि विभिन्न खालका चलखेलहरू भइरहेको छ। हामीलाई कतिपय गरिबहरूलाई तल परेका मान्छेहरूलाई के भनिन्छ भने,
एक गिलास रक्सी र एकचोटा मासु दियो भने भोट बिक्री हुन्छ भन्ने छ। यो चुनावमा कसैले एक गिलास रक्सी दिएछन् भने त्यो बानेश्वरमा बगेको जेन्जीको रगत सम्झेर नपिउनु होला। कसैले एक टुक्रा मासु दिएछन् भने देशभरि जेन्जी मरेका छन्, हाम्रो घरमा जुठो परेको छ, खान नभन्नु होला, मुखमा नहाल्नु होला। त्यो एक दिनको मासुले जिन्दगीभर पहला लाग्नेवाला छ, एक दिनको रक्सीले जिन्दगीभर टाउको घुमाउनेवाला छ, एक दिनको पैसाले जिन्दगीभर अपमान खेप्नु पर्ने छ। यो कुरालाई सबले मान्नु होला। यति कुरा तपाईँहरूको बिचमा राख्न पालिकामा बसेर गाउँपालिकाको भवन गराउने, आफ्नो गाडी बनाउने, आफ्ना छोराछोरी बनाउने र घर बनाउनु बाहेक गरेका काम के हो? अनि यो बारेमा छलफल हुनु पर्दैन? त्यो हुन्छ। तपाईँले भोट हाले पनि नहाले पनि, तपाईँले चुनाव जिताए पनि नजिताए पनि अब यिनीहरूसँग हुन्छ। अब यहाँ अब लाल पूर्जाको विषय छलफल हुन्छ। जिताएर पठाउनु भयो भने संसदभित्रबाट छलफल हुन्छ। तपाईँले जिताउन सक्नु भएन छ भने पनि खजुराको चोक हुँदै बानेश्वर चोकसँग फेरि हुन्छ छलफल। अब झट्टा पल्किन्छ त्यो। तपाईँले भोट हाल्ने नहाल्ने त्यो तपाईँले बुझ्ने कुरा हो, मैले अघि नै भनिहालेँ। तर तपाईँको क्षेत्रबाट जितेर गएको सांसद संसदमा गएर ताली पड्काउने, बदम पड्काउने, हावा छेक्ने गरेर बस्ने होइन। त्यसरी बस्दैन। पठाउने नपठाउने त्यो तपाईँले मान्ने कुरा हो त्यो। तर संसदमा छिरेकै दिन पहिलो दिनबाट यहाँको भूमिहीन, सुकुम्बासी, गरिब, तल परेका, अन्यायमा, अत्याचारमा घर नभएका, मल नपाएका, यहाँका सबै दुःख पीर व्यथाको त्यो ढड्डा बोकेर त्यो संसदको टेबलमा राखेर संसद हानेर संसदमा ढड्डा पल्टाएर थुक लाएर गनेर ख्यानखनी गनेर त्यो क्यासमा हिसाब हुन्छ। फेरि अब हुन्छ हिसाब। त्यो हुन्छ। पठाउनु भयो भने संसदभित्रबाट हिसाब हुन्छ, पठाउनु भएन छ भने पनि बानेश्वर चोकमा उभिएर पनि हिसाब हुन्छ। अब बाँके क्षेत्र नम्बर 3 अब सुरुवात भयो। अहिले नेपालमा 2वटा निर्वाचन क्षेत्र बडो चर्चामा छ। अहिले एउटा झापाको 5 नम्बर क्षेत्र, अर्को बाँकेको 3 नम्बर क्षेत्र। यहाँ हामी आउन बित्तिकै यो हल्लियो, यो जमेर बसेको पानीमा त्यो ढुङ्गा हान्दिए जस्तो भएको छ। अहिले सबै हल्लिया छन्। अहिले त्यो जमेर बसेको पानीमा ढुङ्गा हान्दियो भने पानी हल्लिन्छ नि यसरी। अब हामीले यहाँ टेक्ना बित्तिकै यिनीहरू यस्तो यस्तो भइरहेको छ। यिनीहरू डोरी भाइ को कता जान्छ सब हामीलाई थाहा छ। हामी त यहीँको लोकल हो, यहीँको हो, यहीँको हो भनेर भन्नुभएको छ। उहाँहरूले यो गाउँको बाटो कहाँ जान्छ त्यो बाटो सबै थाहा छ। तर त्यो बाटोमा भङ परेको चाहिँ उहाँहरूलाई थाहा चाहिँ छैन त। फेरि त्यो बाटोमा खाल्डो परेको चाहिँ उहाँहरूलाई थाहा चाहिँ छैन त। फेरि यो बाटोमा धुलो उडेको उहाँहरूलाई थाहा चाहिँ छैन त। फेरि सबैको घर देखाएको छ भन्नुभएको छ, तर यहाँका गरिबहरूको घर चुहिएको उहाँहरूले देख्नु भएको चाहिँ छैन। सबैको खेतबारी देखाएको छ भन्नुभएको छ, तर त्यो खेतबारीको लाल पूर्जा नभएको उहाँहरूले देख्नु भएको चाहिँ छैन। त्यो खेतबारीमा धान, गहुँ, मकैहरू उत्पादन नभएको उहाँले देख्नु भएको चाहिँ छैन। त्यसले बिउ नपाएको उहाँहरूले देख्नु भएको चाहिँ छैन। त्यसले मल नपाएको उहाँहरूले देख्नु भएको चाहिँ छैन। त्यसले बजार नपाएको कुरा उहाँहरूले देख्नु भएको छ कि छैन? त्यो देख्नु पर्यो। मलाई कतिपय साथीहरूले यसो भन्नुभयो, यहाँ चुनाव लड्न आउँदै गर्दा दाइ घर बनाइहाल्नु पर्यो एउटा घर। अब घर बनाएर भोट आउने हो भने एउटा टहरा बनाएर बसिहाल्नु पर्यो, ल मेरो घर भयो भोट हाल भन्नु पर्यो। होइन भने म यो ठाउँमा मेरो घर बनाउन आएको होइन, घर नभएका मान्छेको घर बनाउनुपर्छ भने त्यो अभियानले आएको मान्छेको भयो। जसको घर छैन त्यसको घर बनाउनु पर्छ। अब घर यहाँ हुने भर यहाँ नहुने भने त घर मात्रै भएको, भर नभए नेता के काम भयो? त्यो बिगाराए पनि काङ्ग्रेसले हो। पनि योभन्दा पहिला पनि टुरिस्ट उम्मेदवार ल्याएर उठाएर लडाएर भिडाएर पठाएको त उहाँहरूले त हो त। हामीले बिगारे हो र? स्वतन्त्र पार्टी लड्या हो र? पहिला पनि टुरिस्ट ल्याएर लडाउने उहाँहरू हो, अहिले पनि अर्को टुरिस्ट ल्याएर लडाउने उहाँहरू हो, वडा अध्यक्ष पनि उहाँहरू हुनुहुन्थ्यो, पालिका अध्यक्ष पनि उहाँहरू हुनुहुन्थ्यो। हामी त भएको छैनौँ, हामी आएको त छैनौँ। सबै बिगार्ने भत्काउने यिनीहरू, उनीहरूले गरेको गल्तीको कारणले अहिले जति जोगी आयो काने चिरिएको भने जस्तो हामीलाई पनि उनीहरूको नजरबाट हेरिएको छैन। यो कुरा भनिदिनुपर्छ। मलाई कतिपय साथीहरूले दाइ यसो नभन्नुहोस्, मिठो कुरा मात्रै गर्नुहोस्। मिठो कुरा के भनेर गर्ने? उहाँहरू लखड्या हुनुहुन्छ, उहाँहरू गाली गरे हुनुहुन्छ, उहाँहरू त्यो भूतलाई लखटेको जस्तो रात दिन पछाडि त्यो राको बाले लागे हुनुहुन्छ। उहाँहरूलाई त्यो लागेको छ। फेरि भोलि यो केटोले यहाँबाट चुनाव जित्दैछ, जित्छ, आउँछ। भोलि यो केटो चुनाव जितेर आयो भने संसदमा हाम्रो निध हराम गर्छ भन्ने पनि उहाँहरूले बुझ्नु भएको छ। फेरि त्यो गरिन्छ पनि। फेरि उहाँहरूले आजसम्म जे खालको बदमासी गर्नुभएको छ, जे खालको अत्याचार गर्नुभएको छ, यी सबै कुराको त्यहाँ भोलि हिसाब किताब हुनेवाला छ। भोलि यो सबै कुराको त्यहाँ कुराकानी हुनेवाला छ। फेरि उहाँले गरेको बदमासी, उहाँले गरेको अत्याचार, उहाँले गरेको बदमासीका कामहरू त्यो सबैले बुझ्नु पर्नेछ। अब अहिले यो वडाको चुनाव हुन्थ्यो भने आफ्नो नजिकको मान्छे जिताउनुहोस्। किन भोलि नागरिकतामा कोही सिग्नेचर गर्न पर्यो भने वडा नजिकको मान्छे भइदियो भने सहिलो हुन्छ। ल हजुर राजनीति गरिदिइहाल्नुहोस् भन्नु। पालिकाको चुनाव हो भने आफ्नै नजिकको मान्छेलाई जिताउनुहोस्, भोलि पालिकामा काम गराउनु सहिलो हुन्छ। तर सांसद यहाँ जिते पनि, यहीको मान्छेले जिते पनि शपथ खान त काठमाडौँमै जानुपर्ने होला, मिटिङ गर्न त काठमाडौँमै जानुपर्ने होला,
नीति निर्माण विधि विधान त यहाँ खजुरामा मिटिङ त हुन्न, सांसदको मिटिङ त होइ काठमाडौँमै हुने होला। काठमाडौँमा यहाँ ओडा चिनेको गोडा चिनेको मान्छे होइन, काठमाडौँ चिनेको, सिंहदरबार चिनेको, त्यो विधि चिनेको, नीति चिनेको, थिति चिनेको त्यो मान्छेलाई पठाउनुहोस्। यहाँबाट पठाउने सन्दर्भलाई योबाट यहाँका जनताले त्यो प्रतिनिधि छान्ने क्रममा हाम्रो मुद्दा कसले उठाउन सक्छ भन्ने बारेमा त्यो कुरा तपाईँले स्पष्ट बुझ्नुपर्छ। हामी यहाँसम्म किन आयौँ त? भैली खेले मान्छे भन्दैन हामी त्यसै आएनौँ, बलिदाताले पठाए भने चाहिँ हामी यहाँसम्म किन आयौँ त? त्यसो भए म एकजनालाई मात्रै सांसद बन्नु पर्थ्यो भने समानुपातिक सांसद बनेर उतै सांसद भएर उतै हिँड्ने हुन्थ्यो। यहाँसम्म किन आउनु पर्यो त? काठमाडौँतिर चुनाव लडे पनि हुन्थ्यो। 3 नम्बर क्षेत्र किन आइपुग्नु पर्यो भन्दा यहाँको पीडा छ, यहाँको घृणा छ, यहाँ अन्याय छ, अत्याचार छ, यहाँ सुकुम्बासी छ, भूमिहीन छ, किसान छ। माथि दैलेखबाट हामीले जे सपना बोकेर यहाँ झरेका थियौँ त्यो सपना पुरा भएको छैन। अहिले पनि यही क्षेत्रबाट लडिरहेका धेरै उम्मेदवार देखिरहेको छु, उहाँहरूको पनि घर यहाँ छैन, त्यही खेतबारी मात्रै कता कता छरे भन्ने सुनेको छु। उहाँहरू पनि यहाँ बस्नुहुन्न, यहाँको बासिन्दा होइन, उता बसेर चुनाव लड्न मात्र आउनु भएको त्यो पनि हामीलाई थाहा छ। खेतबारी भएकै आधारमा हामी पनि स्थानीय बनियो भने 22 वर्ष पहिला किनेको खेतबारी हाम्रो पनि यही च्यामापुलमा थन्केर बसेको छ। हाम्रो बाले पनि 22 वर्षदेखि तिरिरहेछन्, यही मानखोलामा पौडी खेलेर हुर्किया हो। हामी पनि यहीबाट गएको, बग्दै जाँदा तपाईँ भेरीबाट बग्नुभयो, हामी कर्णालीबाट बग्यौँ, तल जामु किनेमा जाँदा आज भेट भयो, अब सँगसँगै दौडिया छौँ हामी। तपाईँ पनि दैलेखबाट झर्नुभयो, हामी पनि दैलेखबाट झऱ्यौँ। यही सिमलघारीमा उम्रिया सिमल जस्तो कोही उम्रिया त होइन, कोही रुकुमबाट झरेका छौँ, कोही अछामबाट झरेका छौँ, कोही कालीकोटबाट झरेका छौँ, कोही मुगुबाट झरेका छौँ। अब सबै मान्छे दैलेखबाट झरेर यहाँ त म मात्र दैले कहाँ जान्छ भोट माग्नु? जहाँ मान्छे पुग्यो त्यहीँ पुग्ने होला। म पनि मुद्दा सँगसँगै गएको छ, दुःख सँगसँगै छ। अनि हुँदै नभएको मुद्दाले यिनले जस्तो गरेको भ्रष्टाचार मुद्दा नभएको कारणले, उनले जस्तो गरेको हत्याको मुद्दा, हाम्रो ठाउँमा हत्या मुद्दा छैन, हाम्रो ठाउँमा भ्रष्टाचार मुद्दा छैन, हाम्रो ठाउँमा चोरेको ढाँटेको ठगेको मुद्दा छैन। उनीहरू गरेको बदमासीको मुद्दा अब खुल्छ भन्ने लागेर उनीहरू टेपले टाँसे छन्। अहिले अब तिम्रो टेपले टाँसेर अड्डिँदैन, अब जनता जागे भन्ने कुरा हाम्रो समाजले हिजो भन्नुभएको छ। त्यो हामीले बुझेको कुरा पनि यही हो। अब अर्को स्पष्ट कुरा पनि बुझ्नुहोस् फेरि, अब देशभरि अहिले घन्टीको माहौल छ, तपाईँहरूले देख्नु भएको छ। देशभरि घन्टीको माहौल छ, घन्टीले चुनाव जित्छ, घन्टीले